हाई गाइस, हामी चाहिँ भोलिपल्ट पार्क आएको एकदमै रमाइलो भइरहेछ है। एकदमै यहाँको मौसम वेदर चाहिँ एकदमै फर्स्ट क्लास भइरहेछ। अनि तारा र मेरो आज वान डे भ्याकेसन होइन, पुरा इन्जोय गर्ने हामी कुरामा छौँ। एकदमै राम्रो भइरहेछ, इन्जोय भइरहेछ है। अनि यहाँ चाहिँ देख्नुहुन्छ तपाईँले यो के भन्छ यहाँको एकदम ब्याकग्राउन्डहरू है धेरै राम्रो भइरहेछ। अनि एकदमै नेचुरल हाम्रो यो सालमियाको एकदमै नेचुरल एकदमै राम्रो ठाउँ है हाम्रो। अनि हेर्नुहुन्छ खै बिरालो एकदम फ्लावरहरू छ यहाँनिर होइन। यहाँनिर टीहरू गार्डनहरू एकदमै राम्रो हेर्नु हो। अनि यहाँ हाम्रो एउटा बिरालो जिउ पनि हिँड्दै हुनुहुन्छ। अनि एकदमै रमाइलो फिल भइरहेछ आज है। आज साँच्चै नै रमाइलो लागिरहेछ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले पनि होइन। एकदम हावा चलिरहेछ, यहाँ पोखरी छ है। अनि साँच्चै नै हामीले चाहिँ आजको भ्याकेसनलाई उहाँ एउटा खैरो खैरो बिरालो हुनुहुन्छ, यहाँ कालो कालो पाङ्ग्रे हुनुहुन्छ, उहाँ र बोयफ्रेन्ड र गर्लफ्रेन्ड हुनुहुन्छ जस्तो लागिरहेछ मलाई होइन। यहाँ पानी अब किरा पनि मरेछ यहाँभित्र एउटा, किरा मरेछ। माछा चाहिँ रहेन रहेछ है यो पोखरीमा, तपाईँहरूले हेर्नु सक्नुहुन्छ यहाँनिर है। इन्जोय गर्नुहोस्, एकदमै रमाइलो। तारा के भन्नु छ तपाईँलाई भने भन्नुहोस्, घुम्नु होला, लोकेसन भनिदिनु। यस्तो दामी प्लेस त तपाईँहरूले कुवेतमा कहीँ पनि भेट्नुहुन्न भन्छ अरे। पुरै शीत परिरहेको अवस्था रहेछ है। अनि ढुङ्गा चिप्लिन्छ है। वाट इज दिस गाइस? खोला नाला जस्तो रहेछ, माछा बिनाको खोला नाला रहेछ। तर खोला बगिरहेको अवस्था सलङ लङ 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 फोहोर पानी बगिरहेछ अहिले एकदमै धेरै। लेखेको यो के थाहा छैन होइन, लप परेको अवस्था होला नि त कसैको। जाम जाम झुलङ्गे पुल भिज्ने अवस्था भयो। आउनु होला, हामी झुलुङ्गे पुल देखौँ। नेपालको जस्तो रमाइलो छ है। घाम त्यस्तै, हावा त्यस्तै होइन। यहाँनिर चाहिँ अनारको बोट हो नि यो है, हातले घोस्ला हातमा। मौसम त नेपालकै झोलुङ्गो छ, नेपालकै तपाईँहरूको तृष्णा मेट्ने छ है। देखो न गाइस, देखो न।